प्रधानमन्त्री अहिले डुलेको देख्छु म, मन्त्रीहरू घुमेको देख्छु। मेरो सम्मानपूर्वक मैले उहाँहरूलाई अनुरोध गरिरहेको छु, तपाईहरु डुल्ने घुम्ने काम छोड्दिनुस्, तपाईहरुले काम गर्नुस्। त्यो कामको प्रचार गर्ने काम त हामी गरिहाल्छौं नि, हामी डुल्छौं नि, हामी घुम्छौं, देशभरिको साथीहरूलाई गएर भन्छौं। ताप्के भनेको सरकारको जिम्मा नेतृत्व गरेको प्रधानमन्त्री हो। म अहिले प्रधानमन्त्रीलाई सुझाव दिने ठाउँमा छु, म उहाँलाई सुझाव पनि दिइरहेको छु, झकझकाइरहेको छु, मद्दत पुर्याइरहेको छु, बल पुर्याइरहेको छु। म भनेको कांग्रेस। तर परिणाम दिने कुरामा त्यो जिम्मेवारी बोध कोसँग हुनुपर्छ? सरकारको प्रमुखसँग हुनुपर्छ। हाम्रो शिक्षक साथीहरू सडकमा हुनुहुन्छ, सरकारले ठिक समयमा ठिक ढंगले काम गरेको भए शिक्षक साथीहरू अहिले सडकमा आउने अवस्थै बन्दैन थियो। अहिले पनि के बिग्रिएको छैन। यी शिक्षक साथीहरूको माग सम्बोधन गरेर चाँडोभन्दा चाँडो शिक्षकहरूलाई कक्षा कोठामा फिर्ता पठाउनु पर्ने छ। सहकारी पीडितहरू सडकमा हुनुहुन्छ, हामीले गरेको विषय उठाएको हामी। सहकारीको ठगहरूलाई पनि ठेगान लगाउनु पर्छ। तर सहकारीबाट ठगिएका जो साथीहरू छन् उनीहरूले बचत फिर्ता पाउनुपर्छ भन्ने मुभमेन्ट हामीले गर्यौं। त्यसका निम्ति कानून पनि बनायौं, त्यसका निम्ति संयन्त्र पनि बनायौं, त्यसका निम्ति स्रोत पनि जुटायौं। तर तल साथीहरूले भनेको जस्तो समयभित्र पाइराख्नु भएको छैन। अघि भूमिहीनको विषय उठेको छ। भूमिहीनको विषयको सन्दर्भमा पनि हिराजीले धेरै पहिला त्यसको बारेमा चर्चा गर्नुहुन्थ्यो। अब्दुल रजाक दाई सँगै संसदमा बसेर काम गर्यौं। उहाँको पनि सधैँभरि यो क्षेत्रको खास गरिकन देवदहको लगायतको ठाउँहरूको जहिले पनि उहाँहरूको भूमिको चासो रह्यो। यही चासोलाई सम्बोधन गर्नका निम्ति अस्ति हामीले एउटा कानून पनि बनायौं। खास गरिकन त्यो कानूनमा अघि पनि चर्चा उठेको छ। तपाईहरुले लाल पूर्जा पाउने मात्र होइन, खास गरिकन यसको राजस्व नघटिकन हुँदैन भनेर घटाउने गरिकन कानूनको विषय टुंगाइसकेका छौं। अब केही दिनभित्र संसदबाट यो पारित हुन्छ। तर यी कुराहरुमा, त्यो कानून बनाउने कुरामा सरकारलाई हामीले मद्दत गरेका छौं, यी कामहरुमा सँगसँगै गरेका छौं। तर के कुरामा हाम्रो छटपटी भइरहेको छ भने स्पिड पुगेन, गति पुगेन। हामी भन्छौं सरकारलाई, तिमी युद्धको मनोविज्ञानबाट काम गर, 18 घण्टा काम गर, 20 घण्टा काम गर, उद्घाटन गर्न नजाऊ, कहीँ भाषण गर्न नजाऊ। प्रधानमन्त्री अहिले डुलेको देख्छु म, मन्त्रीहरू घुमेको देख्छु। मेरो सम्मानपूर्वक मैले उहाँहरूलाई अनुरोध गरिरहेको छु, तपाईहरु डुल्ने घुम्ने काम छोड्दिनुस्, तपाईहरुले काम गर्नुस्। त्यो कामको प्रचार गर्ने काम त हामी गरिहाल्छौं नि, हामी डुल्छौं नि, हामी घुम्छौं, देशभरिको साथीहरूलाई गएर भन्छौं। यो अहिले नेपाली कांग्रेस भइरहेको सरकारका बारेमा मैले तपाईहरुलाई यति आग्रह गर्न खोजेको हुँ। हामी जिम्मेवारीमा छौं, जिम्मेवारी पूरा गर्न चाहन्छौं। केही कुराहरुमा समस्या भएको छ, तर ती समस्याहरु हामी सुधार्छौं। तपाईहरुले विश्वास राख्नुपर्छ, यसको हल हामीहरु खोज्छौं। र मेरो अन्तिम कुरा, यति गरिसकेपछि अब नेपाली कांग्रेस पार्टीले यो बीचमा देशका महत्त्वपूर्ण मुद्दाहरुमा अब चिन्तन गर्नुपर्छ, समस्याको हल खोज्नुपर्छ। आजको नेपालको ठूलो समस्या के हो? अघि भरत शाहले चर्चा गर्नुभएको छ। हाम्रो ठूलो समस्या भनेको हाम्रो अर्थतन्त्रको समस्या हो। हाम्रो ब्याङ्कमा यति धेरै पैसा छ, यति पैसा नेपालको इतिहासमा पहिला कहिले पनि थिएन। तर कोही लोन लिन जाँदैन, सब टाट पल्टिएको छ। हाम्रो राष्ट्र ब्याङ्कको ढुकुटीमा यति धेरै पैसा थुप्रिएको छ, विदेशी पैसा कहिले पनि थिएन। तर पैसा थुप्रिएर मात्र के गर्ने? सबको अर्थ सब टाट पल्टेको अवस्था छ। तत्काल हामीले के गर्नुपर्ने छ? यो टाट पल्टिएका हाम्रा व्यवसायीहरू, हाम्रा खेती किसानी गर्ने मानिसहरू, साना व्यवसायीहरू, यिनलाई उद्धार गर्नुपर्ने छ। यसलाई उद्धार गर्नका निम्ति केही जोखिम उठाउनु पर्ने छ। त्यो जोखिम उठाउने विषयहरू के हुन सक्छ? अघि भरत शाहले भनेको जस्तो हुन सक्छ। हामीलाई त्यत्तिकै तर्साइएको छ, हामी ऋणमा डुब्यौं भने तर्साइएको छ। हामीले ऋण लिएर घिउ खानु, ऋण लिएर घिउ खाने डुब्छ। ऋण लिएर ठिक ठाउँमा लगानी गर्नेले त्यसको प्रतिफल पाउँछ। हामीले गल्ती के गरेको? 74 सालमा नेपाल कम्युनिस्ट पार्टीको सरकार बनेपछि भयानक गल्ती उहाँहरूले गर्नुभएको छ। ऋण लिएर नचाहिने ठाउँमा नचाहिने भवन बनाएको छ, नचाहिने पूर्वाधारमा लगानी गरेको छ। के अरे यो प्रत्येक पालिकामा अस्पताल भनेर हावामा गएर खण्डहरु जस्तो बिल्डिङ बनाइदिएको छ। गल्ती भएको छ, त्यसलाई हामीले सच्याउने काम गर्नुपर्ने छ, त्यसलाई हामीले सच्याउँछौं। दोस्रो कुरा, अहिले नेपालको सबभन्दा ठूलो मुद्दा भनेको रोजगारीको मुद्दा हो। यति धेरै तन्नेरीहरू साथीहरू यहाँ आउनु भएको छ। सबैको मनमा अहिले के छ? मैले पढिसकेपछि म कहाँ जाने भन्ने छ। क्यानाडा जाने हो कि, रोमानिया जाने हो कि, पोर्चुगल जाने हो कि? अस्ति म सल्यान रोल्पा गएर आएको।
रोल्पामा गएर आउँदै गर्दा एउटा पार्टीकै नेताको छोरा मेरो अगाडि आएर गुवाङमा रुनु भयो। 1,10,00,000 रुपियाँ खर्च गरेर अमेरिका पुगेको 4 महिना 28 दिनपछि अमेरिकाबाट डिपोर्ट भएर आयो। उसले 2 लाख 3 लाख 5 लाख ऋण नउठाएको कहीँबाट पनि छैन। अब बा पनि आँखाभरि आँसु लिएर आएको छ, छोरा उहाँबाट उठाएर आएको छ, डिप्रेसनमा गएको छ, के गर्ने हो थाहा छैन। अनि मैले पछि उसँग कुराकानी गरेँ, तिमी यति धेरै किन आत्तिएको, किन तिमीले 1 करोड लगानी गरेर तिमी अमेरिका जान खोजेको? तिमीसँग यहाँ बस्ने ठाउँ थिएन, छत थियो, तिमीसँग सानो टुक्रा जग्गा थिएन, थियो, तर किन यति धेरै आत्तिएको भन्दै गर्दा उसँग छलफल गर्दै गर्दा मैले के पाएँ भने त्यो राष्ट्रिय माहौलै कस्तो बनेको छ, नेपालमा केही हुँदैन, केही गर्न सकिँदैन, बाहिरै जानुपर्छ, यो नै गर्नुपर्छ, यो मनोविज्ञानबाट तर्सिएर मानिसहरूले निर्णय गरेको छ। यो के कारणले गर्दा भएको छ? पढे लेखेका मानिसहरूले पढेका छन्, पढे अनुसारको काम पाएका छैनन्। त्यो काम कहाँ छ? मै वर्षको 5 लाख मान्छेलाई काम दिनुपर्छ, तर नेपालमा 50,000 मात्रै रोजगारी छ, 4.5 लाखले काम पाउँदैन। एउटा पार्टीको नेता आएर मुट्ठी कसेर म कतारमा गएर गाडी लिएर जान्छु, स्टिकर टाँसेर ल्याउँछु भनेर मान्छेलाई उत्तेजित पारेर 2 दिन रमाउन सकिन्छ, मत भुलाउन सकिन्छ, तर रियालिटी के हो? रियालिटी नेपालमा 50,000लाई मात्रै रोजगारी छ, 4.5 लाख मान्छेलाई रोजगारी छैन। यी केटाकेटीहरूलाई पढेपछि रोजगारी कसरी दिने हो? रोजगारी पनि यिनले राम्रो आम्दानी हुने रोजगारी कसरी दिने हो? यसको चिन्तन गर्नुपर्छ। कसले गर्छ? नेपाली कांग्रेसले गर्ने हो, हामीले गर्ने हो।